हेलो गाइज वेलकम टु माई न्यू ब्लग। हजुरहरूलाई मेरो नयाँ ब्लगमा वेलकम। अनि आज चाहिँ हामी गोदावरी घुम्न आछौँ। यता हुनुहुन्छ मेरो दाइ, यता हुनुहुन्छ दिदी। भर्खरै हाम्रो इन्ट्री भयो गोदावरीमा। मान्छेहरू टन्नै है। हामीले चाहिँ यहाँ फोटो खिचिसक्यौँ। भ्लग स्टार्ट गरेपछि त हेरिरहेको यहाँ हेर्नु है कस्तो राम्रो छ म देखाउँछु नि। यहाँ हेर्नु न पानी कस्तो मजाले आएको। अनि यहाँ रन्जिता, यहाँ हेर्नु फुल भएर चाहिँ यस्तो दामी आइरह। यहाँ चाहिँ पिकनिकको मान्छेहरू आइरहन्। मेरो चाहिँ भिडियो गर्ने मान्छे नभएर अब म यहाँ यस्तो हिँड्न मन थियो क्या। अनि यहाँ म आफै हिँड्दैछु। हेर्नु न खतरा छ, खतरा 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 खतरा। एकदमै फन भयो, फन फन फन। यहाँ हेर्नु, यहाँ यस्तो खतरा। यता गएर रन्जिता बसिसकि। हामी 2 बजे आएदेखिको 3 बजिसक्यो। 1 घन्टा त दाइले बिचरा यहाँ हेर्नु न फोटो खिचे हाम्रो। अनि यहाँ चाहिँ धेरै बिहेको मान्छेहरू आउँदो रहेछन् क्या फोटोसुट गर्न। म कस्तो देखेँ, म फुल देखाउँछु ल। कालो आयो भएन। यहाँ हेर्नु यसको भिडियो जति गरे नि पुग्दैन बिचरा दाइलाई। मैले यहाँ ढुङ्गामा मेरो फोन राखेको छु हेर्नु है। यो म हजुर गोदावरीमा छौँ। गोदावरीको भ्यू चाहिँ यस्तो दामी छ। एउटा फुल कपी भर्या जसरी यो पनि पातको पुरै भर्या छ। हेर्नु न, यहाँ हेर्नु न। हामी चाहिँ अब यहाँ यस्तो यति माथि उक्लिन लागिरह। हामी यहाँ अल्झेर म लडेँ, झन्नै लडेँ। दौडी दौडी अगाडि पुग्छु। मेरो पर्दैन दाइ, मेरो ब्लग छ। मेरो पर्दैन भन्दा हेर्नु है, हेर्नु क्यामेरा क्वालिटी लो हुन्छ। यहाँ तलबाट माथि आउँदा स्वासमा भयो। यो के हो थाहा छैन। यसलाई अघिदेखि पानी खानु पर्यो। पानीको पुरै धारै भेट्यो यसले। अब पानी खान्छ, हेर्नु है कसरी खान्छ। यसरी खान्छ। अनि यो चाहिँ ग्रिन हाउस हो रे, ग्रिन ट्रोपिकल ग्रिन हाउस। यो सिकाउने चाहिँ दाइ 4 हेर्नु 4 फ्याल्नु हुन्थेन, कसले फ्यालेर गयो। ब्लू यो चाहिँ भन्नुपर्ने ग्रिन हो। त्यही बिहेको जोडी बेहुला बेहुली। अब चाहिँ हामी ट्रोपिकल हाउसभित्र छिर्न लागिरहेछौँ। आया हेर्नु माथि पुग्दा हिँड्नुहुन्छ होइन? यत्रो खतरा यो दाइ
ट्रोपिकल हाउसभित्र चाहिँ यस्तो दामी दामी प्लान्टहरू रहेछ। फेरि भेट भयो हाम्रो। यहाँ हेर्नु, यहाँ पानी पनि छ। यहाँबाट बाहिर निस्किन मिल्यो। बेहुला बेहुलीको जोडी। दाइ चाहिँ हाम्रो क्यामेराम्यान हो आजको। ग्रिन हाउसबाट चाहिँ हामी बाहिर निस्क्यौँ। ग्रिन हाउस किन भनेको रहेछ भन्दादेखि चाहिँ त्यहाँनिर चाहिँ होइन एकदमै रियर प्लान्टहरू मात्र भेट्दो रहेछ अरे, अरू केही प्लान्ट भेट्दैन अरे भनेर एउटा केटीले भन्दै थिए। अनि हामीले ठ्याक्कै सुनिहालेँ। अब हामी जाँदैछौँ त्यहाँ। वाउ, म देखाउँछु हेर्नु। म चाहिँ हजुरलाई अगाडि नै गएर देखाउँछु ल कस्तो राम्रो राम्रो भ्यू छ भनेर। हेर्नु न ब्यागमा यहाँ हेर्नु न, लास्टै खतरा, लास्टै रमाइलो ठाउँ। दाइ आउनु, अब यहाँ भिडियो बनाऊँ अनि गएर जाने। भोक लागेर मलाई ऊ त्यो साइडको मान्छे कहाँबाट फोटो खिच्दैछ भनेको, ऊ त्यो ब्ल्याक लगाउने यहाँदेखिको खै कता छ त्यो मान्छे, बल्ल भेटाएको थिएँ। यहाँ यसले खिच्दै जस्तो लागेको थियो। हो रहेको ए हामी यहाँ आइपुग्यौँ। हेर्नु न, यो कहाँ गयो यतै। दाइ बिचरा केही झर्को नमानी 2-3 घन्टादेखिको हाम्रो फोटो खिचै हुनुहुन्छ बिचरा दाइ। यहाँ भिडियोबाटै थ्याङ्क यू। अहिले रियलमा नि थ्याङ्क यू त भन्नुपर्छ। खै हेर्नु न, वाउ लास्टै खतरा। म दामी दामी दामी। हाम्रो 3 घन्टादेखिको फोटो खिचिदिने मान्छेको बल्ल फोटो खिच्ने पालो आयो। यहाँ फोटोसुट कस्तो हुँदैछ हेर्नु। बेहुला बेहुलीको फोटोसुट। यता ड्रोन पनि कता थियो, यो मेरोबाट देखिँदैन रहेछ। यहाँ चाहिँ फोटो खिच्दैन, भिडियोमा क्याप्चर मात्र। आजको क्यामेराम्यान फेरि यता पनि फोटोसुट गरिदिँदै हुनुहुन्छ बिचरा। हामी चाहिँ घुमिवरी घर आइसक्यौँ। यो चाहिँ हो नेक्स्ट डे होइन। हिजो चाहिँ एकदमै राति भइसकेको थियो, म भर्खरै उठेको, मुख पनि धोएको छैन। अनि हामी चाहिँ दिदीको घरमा आइसक्यौँ। यहाँबाट म दिदीको घरको भ्यू देखाउँछु ल बाहिरको। यहाँ हेर्नु है कस्तो राम्रो छ। अनि यहाँ चाहिँ हेर्नु न, ऊ त्यहाँ माथि हेर्नु न कति डाँडा डाँडासम्म पनि, टुप्पामा पनि घर। हाम्रो घर जस्तै छ, हाम्रो घरहरू जस्तै, तर यहाँ चाहिँ धेरै घरै घर छ, रमाइलो छ। अहिले पछि चाहिँ हामी यहाँ छ नि, यहाँ बाटो देखिरहनु भएको नि, यो टुप्पोमा हो। यहाँ चाहिँ एउटा मन्दिर छ अरे। हामी यो मन्दिरमा जान लागिरहेछौँ। भर्खरै 8 बजे, यतासम्म चाहिँ घाम आइपुगेको छैन। हामी चाहिँ यहाँ दिदी र म खाना बनाउँदैछौँ किचनमा। दिदी यता हेरिदिनु, हाई भनिदिनु। हामी चाहिँ यहाँ खाना बनाउन लागेको। म चाहिँ मेरो भ्लग यतिखेर इन्ड गर्न चाहन्छु। जसले पनि लास्टसम्म हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब सबै गरिदिनु। अनि बाई गाइस, नेक्स्ट भिडियो। कस्तो नराम्रो आफै म।